ल अहिले चाहिँ म ठ्याक्कै फलामे सागु पुगेँ। बिहान 10 बजे म बनेपाबाट हिँडेको थिएँ। अनि बनेपाबाट हिँडेँ, त्यहाँबाट लोकल बस चढेर फलामे सागुसम्म आएँ। अनि यहाँबाट चाहिँ अब मैले जो हाइकिङ सुरु गरेँ, एस्टिमेटेड टाइम चाहिँ लगभग 3 घन्टाको छ। हेरौँ कति बेला पुग्छु। अनि एकजना अङ्कल नि भेटिनु भएको। अङ्कल यता हेरिदिनु त ल। अनि उहाँ भेटिनु भएको। अब उहाँलाई बाटो सोध्दै जाने हो यहाँबाट। अनि यो तलको चाहिँ ठ्याक्कै रोसी खोला रहेछ। रोसी खोला चाहिँ यताको केहीको तलको खोलाहरू, उता नालाको खोला सबै आएर मिसिने यही बाटो। यही हजुर, पनौती नाला साँगा त्यहाँको सबै त्यो सानो खोलाहरू मिसेर यहीँ आउने रहेछ। पानी सफा थियो। अनि म त जस यहाँ चाहिँ 11 बजीतिर पुग्छु होला। अहिले पानी ठुलो भयो भने यसो नुहाउँछु, अनि त्यसपछि चाहिँ हिँड्छु जस्तो लाग्थ्यो। फेरि माथि गाडीमा चाहिँ त्यहाँको सब पानी मिसिन्छ भन्यो भने त उता त पानी फोहोर छ। अनि हजुर, अनि त्यही भएर अलिकति नुहाउनु अलि झ्याउ लाग्यो क्या। अनि त्यही भएर यत्तिकै हिँडेको। अब हजुर हजुर, अहिले चाहिँ म यो फलामे सागुबाट लगभग 20-25 मिनट हिँडेर सानो सल्लाह गाडी काटेर यहाँसम्म पुगेँ। यो गाउँ चाहिँ मङ्गोलियन मेजोरिटी खाले गाउँ रहेछ। अनि जस कल्चरली पनि त्यस्तै देखिरहेछ। जस मङ्गोलियन मेजोरिटी भएको गाउँ चाहिँ रहेछ यो, होइन। यसको ठ्याक्कै नाम चाहिँ खैके भन्ज्याङ। अघि सोधेको खैके भन्ज्याङ भन्थ्यो, भनिदिनु भएको थियो एकजनाले। अनि अब जस रमाइलो छ। अब यहाँबाट चाहिँ माथि जानुपर्ने डाँडा मेरो टप हो। अब हेरौँ कति बेला पुग्छु। यति धेरै गर्मी छ। ठ्याक्कै दिउँसो 12:30बाट त्यहाँबाट स्टार्ट गर्ने नि त। ठ्याक्कै दिउँसो भयो, अलिक गर्मी छ। अब बिस्तारै बिस्तारै जङ्गलको बाटो सुरु हुन्छ। अहिले चाहिँ म लगभग कति भनेपछि 1.5 घन्टा लगातार हिँडेर म जस उकालो चाहिँ काटेँ। अब उकालो यति हो, उकालो यहाँबाट छैन। अब सड्कै मात्रै छ यहाँबाट। मैले लगभग 3टा गाउँहरू काटेँ अर्कोपट्टि। अनि गाउँहरू देख्दा चाहिँ एकदम दयनीय अवस्था हो। किन भन्दाखेरि पुरै उजाड, जस्तै हुन्छ नि त्यो बन्जर जस्तो क्या, खाली घरहरू, कस्तो राम्रो राम्रो बारीहरू पनि पुरै बाँझो। म एकचोटि पोखरा जाँदा, पोखरा यस्तै एउटा सोलो ट्रेक गएको थिएँ। त्यो 3 दिनको थियो सर, योभन्दा लामो थियो। 3 दिनको ट्रेकमा मैले यस्तै क्या, त्यहाँ पनि बस्ती यस्तै बन्जर बस्ती देखेर साह्रै माया लाएर आउने। अनि त्यहाँ एउटा पोइम लेखेको थिएँ कि, घर तिमीलाई पर्खिरहेको छ भन्ने एउटा पोइम थियो। घर तिमीलाई पर्खिरहेको छ, जुन घरले तिम्रो बालापन देख्यो त्यो तिम्रो बुढ्यौली देख्न चाहँदैन। घर तिमीलाई पर्खिरहेको छ। यही सायद यही थियो। ट्रेल रुटहरू पनि खासै राम्रो छैन। रोडहरू त यस्तै, रोडै छैन। रोड छ तर रोड जस्तो पनि छैन। अब यस अझै मलाई लगभग भनेपछि 1.5 घन्टा लाग्छ। अझै 1.5 घन्टा अझै हिँडेर त्यसपछि म उता के भन्छ होमस्टेसम्म चाहिँ पुग्छु। होमस्टेसम्म पुग्छु। ओके, अब म जाँदैछु। मजाले लागिरहेछ। अब यहाँबाट अब 1 घन्टा हिँडेपछि म पुग्छु। जस अरूभन्दा नि तोरीहरू चाहिँ कस्तो राम्ररी फुलाएर छ क्या, सरर लाएर। एउटा फोटो चाहिँ खिच्छु म यहाँनिर। एउटा फोटो खिच्छु। 16 आउनुको लागि बेस्ट ट्रेक छ, बेस्ट ट्रेक। धुलीखेल नजिक, पाँचखाल नजिक, यता बनेपा नजिक,
होइन काठमाडौँ त अलिकति टाढा पऱ्यो तर त्यो नजिक 16 आउने फाइनली गाइज फाइनली जस म चाहिँ लगभग 12:30 हिँडेको होइन यहाँ ठ्याक्कै 3 बज्यो मलाई चाहिँ लगभग त्यस्तै भनौँ न 3 घन्टा जति टाइम लाग्यो किन भन्दाखेरि बिचमा मैले अलिक धेरै नै रेस्ट लिएँ फाइनली म पुगेँ गाइज म भर्खर पुगेँ कि यो पछाडि देखिरहेको यो चाहिँ तिनधारे वाटरफल हो अनि यहाँ जस रेलिङहरू छ यहाँबाट तल जाने जस फोटोसुट गर्नको लागि चाहिँ यहाँबाट तल जाने अनि तलबाट चाहिँ यसरी फोटो खिच्ने हो क्या त्यसको चाहिँ म चाहिँ जस झर्नाको लेभलमै छु जस उस्तै अल्टिट्युडमा छु फोटो खिच्नलाई चाहिँ यहाँबाट तल गएर तलबाट खिच्नु पऱ्यो जस रमाइलो छ सकिन्छ आउन सकिन्छ सोलो आए पनि अथवा ग्रुपमा आए पनि अलि सजिलो ट्रेक हो यो चाहिँ होइन धेरै सजिलो त होइन उता ठाडो उकालो छ त्यहाँबाट यता लगाइसकेपछि चाहिँ छड्के हो क्या रोडै रोड हो छड्के हो अनि सिधै यहाँ पुग्छ अनि लगभग यहाँबाट 15 मिनट अगाडि चाहिँ होमस्टेहरू छ अब मैले त टेन्टहरू सबै बोकेर आएकै छु होइन अब होमस्टेमा बस्ने कुरो भएन अनि यदि चाहिँ त्यहाँ हुन्छ नि यदि होमस्टेको लागि मतलब केही नलिएर आउनुहुन्छ अथवा लुगा लिएर आउने अनि अलि पैसा बोकेर आउने भयो नि ओके हुन्छ नि आउन सकिन्छ होइन अनि जस राम्रो रहेछ यो चाहिँ ठ्याक्कै रोसी खोलाको उद्गम स्थल रहेछ यो चाहिँ होइन अनि जस मैले स्थानीयलाई सोधेअनुसार बाटोमा कुरा गर्दै आएँ होइन सबैलाई सोध्दै आएँ यहाँको हिस्ट्री चाहिँ कस्तो रहेछ भन्दाखेरि 3 धारे भनेको चाहिँ यसको माथिको टपमा चाहिँ 3टा धारा यसरी आउने रहेछ क्या यसरी 3टा धारा आउने रहेछ होइन अनि के भएछ भन्दाखेरि एकचोटि राजा चाहिँ शिकारमा आउनुभएछ होइन रानीसहित शिकारमा आउनुभएछ अनि उहाँको चाहिँ के भइदिएछ भन्दाखेरि सँगै आएको कुकुरले अब त्यो शिकार गर्न जाँदाखेरि त कुकुर नि सँगै हुन्छ नि त सँगै आएको कुकुरले चाहिँ त्यो 3टा हुन्छ नि 3टा धारामध्ये चाहिँ एउटा धाराको पानी खाइदिएछ क्या हुन्छ नि यत्तिकै एउटा धाराको पानी खाइदिएछ अनि त्यसपछि त्यो धारा सुक्यो अरे क्या त्यो धारा सुक्यो 2टा धारा मात्रै बच्यो अब त्यो खासमा 3टै धारा भएर 3 धारा भएको हो अनि त्यस्तो एउटा हुन्छ नि हिस्ट्री एउटा माइथोलोजी भनौँ न जे भन्यो नि जस वरिपरि चाहिँ मजाले यो फुलहरू फुलिरहेको छ राम्रो छ अनि त्यो 3 धाराबाट चाहिँ पानी तल आएर चाहिँ तल एउटा जस पोखरी छ सानो होइन पोखरी छ जस बर्खा हुन्छ नि बर्सातमा चाहिँ ठुलो हुन्छ पोखरी तर अहिले चाहिँ सानो छ जस अहिले विन्टर भएर अलिक सानो छ पोखरी अनि त्यो पोखरीको नाम चाहिँ रानी पोखरी रहेछ होइन रानी पोखरी भनेको चाहिँ राजा माथिबाट शिकार खेलेर आएर चाहिँ तल चाहिँ रानीले नुहाउँदाखेरि चाहिँ अब शिकार भयो अब नुहाउँ त्यसपछि दरबार जाउँ भन्दाखेरि चाहिँ नुहाउँदाखेरि चाहिँ रानी डुबेर मृत्यु भएको ठाउँ रहेछ क्या त्यस्तो हुन्छ नि भनाइ छ त्यही भएर चाहिँ त्यसको नाम चाहिँ रानी पोखरी भएको रहेछ यो यहाँबाट तल त्यो वाटरफलबाट सिधै तल गयो भने चाहिँ तल एउटा सानो पोखरी छ क्या पोखरी छ त्यसलाई चाहिँ भन्ने रहेछ राम्रो छ जस एकदम पिसफुल अहिले चाहिँ खासै मान्छे हुँदैन रहेछ मैले नि रिसोर्टमा 2-4जनालाई मात्रै देखेँ होमस्टेमा खासै धेरै मान्छे नआउने रहेछ मेन आउने सिजन चाहिँ के भन्छ बर्सातमा रहेछ क्या किन भन्दाखेरि माथिबाट अनि पानीको फ्लो चाहिँ धेरै हुन्छ अनि 3टै धारा देखिन्छ र तलपट्टि पनि पोखरी एकदम ठुलो हुन्छ होइन मेन सिजन चाहिँ त्यो रहेछ क्या ओके थ्याङ्क यू गड बल्ल पुगेँ अब हेरौँ अब टेन्ट कता हाल्ने के हाल्ने त्यसपछि गरौँ राम्रो छ उतापट्टि यो ठ्याक्कै खोजमा रहेछ होइन अब सनराइज चाहिँ देख्न पाइने थियो सनसेट चाहिँ नदेख्न पाइने थियो यहाँबाट सनराइज देखिने डाँडा चाहिँ उतापट्टि छ होइन सनराइज अहिले चाहिँ बेलुकाको 7 बज्यो मैले चाहिँ जस टेन्ट रेडी पारेँ अनि टेन्ट लगाएँ त्यसपछि मैले लगाएको टेन्ट चाहिँ ठ्याक्कै यो टपको डाँडा
कोठाकै तल मुनिमा छ। किन भन्दाखेरि राति अब थाहा छैन नि त, फर्स्ट टाइम म यहाँ आएको, राति हावासावा चल्न नि सक्छ नि होइन। हावासावा चल्यो भने पनि प्रोटेक्ट हुन्छ भने तलपट्टि राखेको छु गहिरोमा। खासमा चाहिँ त्यो क्याम्पिङ गर्ने चाहिँ उतापट्टि हो, ठ्याक्कै यो डाँडाको अलिकति उता त्यहाँ चौर छ त्यहाँ राख्ने हो। अब अहिले चाहिँ सिजन होइन रहेछ आउने, होइन सिजन त हो तर हुन्छ नि मान्छेहरू नआउने रहेछ। 1-2 जना मात्रै देखेँ मैले, त्यही पनि उसमा होमस्टेमा बस्ने गरेर आउने रहेछन्, आफ्नै टेन्ट लिएर कोही पनि नआउने रहेछन्। म मात्रै हो यहाँ वरिपरि जङ्गल छ, केही पनि छैन वरिपरि होइन। होमस्टे पर टाढा छन्, घरहरू तल छन्, यहाँ वरिपरि केही पनि छैन। डर त लागिरहेको तर ठिकै छ, राति एक्लै छु। अनि अब त्यही हो, रमाइलो भयो। दिउँसो त्यहाँ एकजना बुवासँग कुराकानी गरेँ, यसो रमाइलो भयो। अनि उता झर्ना पनि गएँ, त्यहाँबाट फर्केर अब अहिले चाहिँ ल्याएको खानेकुराहरू खान्छु। अनि त्यसपछि पानी त्यहाँ प्रशस्तै छँदैछ के अरे। अनि त्यही त्यसपछि सुत्छु। अब अलि एक्लै चाहिँ डर चाहिँ लागिरहेको अलिअलि, तर ठिकै छ, रमाइलो छ। चिसो हावा पुरै चलिरहेको होइन, यो अलिकति तातो लुगा भएर अलिकति बचेछु म चाहिँ होइन। अनि यो ठ्याक्कै पारिपट्टिको जङ्गलमा मृगहरू पनि पाउनु छ, टाइममा त्यो मृगको आवाज हुने रहेछ क्या, कस्तो कराएको वाला त्यो गरिरहेको होइन पारिपट्टि। मृग पाउने ठाउँमा बाघ त पक्कै पाउँछ होला। ब्रेभ 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 डराउनुहुन्न, ठिकै छ, एक्लै भयो नि केही छैन। एउटा रात न हो, एउटा रात त कटाइन्छ। जस थ्याङ्क यू है, थ्याङ्क यू गड। आज फुल मुन रहेछ, मलाई थाहा थिएन फुल मुन रहेछ। लाइट मलाई केही पनि चाहियो होइन, पुरै यतापट्टि मुनले पुरै यहाँ हुन्छ नि दिउँसो भए जस्तो भयो क्या त्यो फुल मुनले क्या, हुन्छ नि। थ्याङ्क गड, मलाई थाहा नै थिएन आज फुल मुन हो भन्ने, आज रहेछ। हुन्छ नि त्यो एक्लो हुँदा पनि डरै छैन क्या, दिउँसो जस्तो फिल भइरहेको क्या। अनि जस रमाइलो छ। भोलि बिहान उठ्छु अनि त्यसपछि अहिले चाहिँ अब डर भगाउनलाई एउटा स्पिकर छ, त्यसमा गीत बजाउँछु फुल साउन्डमा अनि सुत्छु। अनि त्यसपछि भोलि बिहान उठ्छु, अनि त्यसपछि उता झर्ना जान्छु, झर्नाको फोटो हाल्छु, त्यसपछि आउँछु, खाना खान्छु। अनि त्यसपछि हेरौँ। अब 2टा ट्रेक छ, एउटा यहाँबाट आज आएको वाला त्यो वाला ट्रेल भयो, अर्को चाहिँ ठ्याक्कै यताबाट अर्को ट्रेल छ, लामो छ त्यो चाहिँ ट्रेल, दिनभरि लाग्छ होला हिँड्यो भने चाहिँ होइन। बेलुका त्यहाँ पुगेर नि गाडी पाउँछ पाउँदैन थाहा छैन, तर यो ट्रेल उतापट्टिको ट्रेल चाहिँ लास्टै लामो छ होइन। अर्को ट्रेल अब आज आएको ट्रेल चाहिँ एकदम छोटो छ यो यसको तुलनामा चाहिँ होइन। अब हेरौँ के हुन्छ, भोलि डिसाइड गरौँ ल। ओके, अब म सुतेँ। अब त्यही एक्लै छु, डर लागिरह, राति स्पिकर फुल साउन्डमा बजाउने हो अनि सुत्ने हो, त्यही त। फेरि साइलेन्ट गरौँ भने निन्द्रा नै आउँदैन क्या, निन्द्रा नै लाग्दैन क्या डरले। यता पुरै जङ्गल छ। अब खासमा टेन्टको ओपनिङ त अपोजिट गरेको छु, तर नि अब के भन्न सकिन्छ र। अब ठिकै छ, स्लिपिङ ब्यागमा पसिसकेँ है। स्लिपिङ ब्याग दामी छ, स्लिपिङ ब्यागमा पसिसक्यो। अब सर्रो लाएर स्लिपिङ ब्याग डबल लेयर हो, तातो हुन्छ होला। खासमा धेरै जाडो त छैन, लुगा नि राम्रो लगाएको छु, ठिकै छ। अब सुत्छु, अहिले लगभग 9 बजी होला, 9 बजी जस्तो त्यो भने भोलि बिहान 4 बजी त उठ्न सक्छु। 4 अनि सनराइज हेर्छु, 4 बजी उठेर सनराइज हेर्छु। ओके, गुड नाइट। ल है, म चाहिँ अहिले ठ्याक्कै बिहान मर्निङ टाइम लगभग 7 बजीतिर झरनामा छु। यो चाहिँ माथिको झरना हो। अहिले 2टा धारा चाहिँ देखिरहेछ होइन। अहिले एउटा धारा चाहिँ सुक्या छ हिउँले, वर्षानमा चाहिँ 3टै धारा आउँछ है। जस रमाइलो छ, बिहानै आउनुको मजै छुट्टै छ है। अनि उतापट्टि के अरे बेथान चोक, अनि माथिपट्टि खैके पाटन भन्ने रहेछ। अनि जस रमाइलो छ। झरना चाहिँ यही हो माथिको। अब यो बर्सातमा चाहिँ चारैतिरबाट आउँछ, यताबाट नि आउँछ, उताबाट नि आउँछ, यो बिचबाट नि सबभन्दा ठुलो बिचबाट आउँछ होइन बर्सातमा चाहिँ। अहिले चाहिँ बिचबाट र छेउबाट अलिकति आइरहेको त्यति हो। जस रमाइलो छ। धुलीखेलमा बस्ने एभरेजमा चाहिँ आफ्नो टेन्टहरू ल्यायो भने चाहिँ
2000मा पुग्छ, इनफ हुन्छ 2000मा होइन। आफ्नो टेन्सन छैन, होमस्टेमा बस्ने हो भने चाहिँ त्यही 3000मा चाहिँ मस्त हुन्छ नि। अझै 500 अझै 1000 चाहिँ फिर्ता जान्छ भनौँ न घरमा। त्यसरी आउन सकिन्छ यो ठाउँमा चाहिँ होइन। आउने वान नाइट स्टे गर्ने अनि जाने क्या। बर्सात भयो भने चाहिँ 2 नाइट नै स्टे गर्दा हुन्छ, राम्रो छ होइन। अनि यदि बर्सात होइन हिउँद हो भने चाहिँ हिउँदमा चाहिँ 1 नाइट स्टे गर्दा हुन्छ, 1 नाइट स्टे गर्दा हुन्छ। जस वरिपरि हरियाली छ, एकदम राम्रो छ है। यो यही हो तिनधारे झरना भने नि। यसको अहिले चाहिँ युट्युबहरूमा टिकटकहरूमा चाहिँ बाहुबली झरना भन्छ होइन। यही हो, यही झरना हो। चिसो छ पानी। अनि रानी तलाउ चाहिँ यहाँनिर हो, यहाँनिर होइन। त्यहाँनिर चाहिँ पानी चाहिँ अलिक कम छ, पछि चाहिँ अलिक धेरै हुन्छ। त्यो चाहिँ एउटा पहिला चाहिँ तलाउ नै थियो, अलि नेचुरल नै। अहिले चाहिँ त्यो कङ्क्रिट वाल हालेर चाहिँ अलि राम्रो खाले बनाएको छ। तर नेचुरल जस्तो के हुन्थ्यो र राम्रो चाहिँ अब देख्दैन भनौँ न। नेचुरल जस्तो छैन, तर ठिक छ। हुन्छ नि, इफ स्विमिङमा चाहिँ इन्ट्रेस्टेड हुन्छ नि, स्विमिङ गर्न मन पराउनेहरूलाई चाहिँ बर्सातमा आउँदा हुन्छ। अहिले चाहिँ सकिन्न, जाडो हुन्छ होइन। बर्सातमा माथि घाम तापेर आउने स्विमिङ गर्ने, यहाँ फोटोसोटो खिच्ने, अनि त्यसपछि यति हो। अनि यहाँबाट रेलिङ हुँदै माथिसम्म नि जान मिल्छ होइन। माथिसम्म जान मिल्छ, तर मलाई यस्तो बाटो डर लाग्छ होइन। बुट त ठिकै छ, अड्किन्छ त्यो उसमा चिप्लो बाटोमा, तर मलाई चाहिँ डर लाग्छ। त्यही भएर जाँदिनँ माथि चाहिँ। अब यतिमै फर्किन्छु। फोटोसुट गर्न चाहिँ पछि दिउँसोतिर आउँछु म। दिउँसोतिर ठ्याक्कै घाम यहाँनिर हुन्छ, अनि ठ्याक्कै त्यतिखेर यहाँ आउँछु, अनि फोटोसुट गर्छु, अनि त्यसपछि खानासाना खाएर निस्किन्छु। हस्, रमाइलो छ, रमाइलो छ। कम बजेटमा सबभन्दा राम्रो ट्रेक भनेको यही हो। बेथान चाहिँ अलिकति महँगो ट्रेक हो, त्यो चाहिँ कम बजेटमा राम्रो ट्रेक हो है त। दिशाओं में तेज सा वो छाया, उसकी भुजाएं बदलें कथाएं। भागीरथी तेरी तरफ शिव जी चले, देख जरा ये विचित्र माया।